कसको बर्थडे अरे सानो आज कसको बर्थडे सानो होइन नि हेलो फ्रेन्ड्स वेलकम ब्याक टु आवर च्यानल आज फेरि हामी बाबुको स्कुलमा प्यारेन्ट्स डेको प्रोग्राम छ त्यहीँ जान लाग्छौँ अनि आज अब हामी त्यहाँ के गर्छौँ बाबुले पर्फर्म गर्छ कि नै पोहोर साल त गर्न मानेको थिएन अब यसपालि चाहिँ अलिअलि डान्स गर्छ कि भन्ने आश छ हेरौँ अब कतिको नाच्छ अनि म हजुरहरूलाई त्यो सेयर गर्छु हामी यहाँ अलिक ढिला पुगेको थियौँ त्यही भएर हतार हतार भर्याङ लिँदैछौँ हलमा जानुलाई प्रोग्राम सुरु भइसक्यो जस्तो लागिरहेको थियो त्यही भएर छिटो गइरहेछौँ नभन्दै प्रोग्राम त सुरु नै भइसकेको रहेछ बाबुको पालो पनि गइसक्यो कि जस्तो सोचिरहेको थियौँ तर उसको पालो चाहिँ बाँकी नै रहेछ ठ्याक्कै हामी गएर 5 मिनट बस्दाखेरि बाबुको पालो आइहाल्यो अनि यहाँ पर्फर्म गर्दैछ अनि के रहेछ भनेदेखि पिजीको बच्चाहरूलाई चाहिँ प्यारेन्ट्ससँगै राखेर डान्स गराउने चलन रहेछ कि मतलब यो स्कुलमा चाहिँ त्यही भएर हामीसँगै सबै मामुहरू चाहिँ बच्चासँगै छौँ स्टेजमा कपिराइट इस्युले गर्दाखेरि मैले सबै म्युजिकहरू म्युट गरिदिएको छु तर हजुरलाई सुनाउन त मन थियो है रमाइलो थियो युट्युबमा चाहिँ अलिकति केही गर्दा नि कपिराइट आइहाल्दो रहेछ केही राख्न नमिल्ने यति बेला चाहिँ बच्चाहरूले मिठो गरी गीत गाइरहेको थिए अलिअलि आवाजमा सुन्दा नि आनन्द आउँछ तर कपिराइट सबै ठाउँमा कपिराइट यहाँ त के राखिने है म्युट गरिदिएको छु सबै भित्र हलमा नि बच्चाहरू दिक्क मान्दा रहेछन् त्यसपछि हामीले एकछिन बाहिर खेलाउन लगौँ भनेर बाहिर ल्याएको थियौँ उसको अर्को साथी पनि बाहिरै रहेछ अनि खेल्दैछ हुन त भाइ नै रहेछ बाबुभन्दा तर एउटा स्कुलमा सँगै भएको भएर चाहिँ मिलेर खेल्दा रहेछन् उनीहरू स्कुलमा पनि दुईजना मिल्छन् एकदमै भनेर म्यामहरूले पनि भन्नुहुन्छ फेरि भित्र गयौँ भित्र गउँदाखेरि चाहिँ यो
नानीहरूको पर्फर्मेन्स भइरहेको रहेछ अनि हेर्यौँ हामीले एकछिन बस्यौँ यो सकिन्जेल त्यसपछि हामी फेरि बाहिर निस्किहाल्यौँ त्यहाँबाट चाहिँ बाबु नमानेर अब चाहिँ हामी निस्क्यौँ प्रोग्राम त सकिएको थिएन बाँकी नै थियो त्यही पनि हामी चाहिँ निस्क्यौँ बाबु पनि मानेन अनि हामीलाई फेरि अन्त नै जानु थियो फेरि जेठाजुको छोरा र छोरीको दुईजनाकै बर्थडे थियो अनि बोलाउनु भएको थियो त्यही भएर हामी यहाँबाट निस्केर त्यहीँ जानु भनेर हिँड्यौँ बाटोमा जाँदाखेरि चाहिँ यो फुलहरू कस्तो ढकमकसँग फुलेको क्या बसन्त ऋतु भएर नै होला अनि फेरि बेली बेगम कस्तो राम्रो देखिने हजुरहरूले चाहिँ के भन्नुहुन्छ हामी चाहिँ बेली बेगम भन्छौँ अनि कागज फुल पनि भन्थ्यो हाम्रो तराईतिर चाहिँ हामी बाटोमा फलफुल सोध्दैछौँ फलफुल लगेर जाने बाटोमा परेको बेला भनेर थोरै क्लिप चाहिँ यसको पनि राखेको छौँ हामीले फलफुल दाइको पनि अनि आज बर्थडे हुने भतिजी चाहिँ उनी हो उसको र उसको भाइको बर्थडे थियो तर बाबुले चाहिँ यहाँ मेरो बर्थडे भन्दैछ ठाउँ छोड्नु भन्ने छैन सानो आफै भन त के कसको हो सानोले मेरो जस्तै हेरेको इच्छिरहेको छैन म यस्तो गर्छु ह्यापी बर्थडे ओपन गर्नु मेरो यो कति केक चाहिँ काट्यो अहिले हल्ला मात्रै गर्छ पूजा दिदी यहाँ हेर्नु सानो यहाँ हेर बरु भाइले खतरा पोजिदिन्छ Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday, happy birthday to उनीको पप्पा भागेर आयो तिमीलाई वहाँ पठाउँछु यहाँ छिटो लगायो यसलाई लगाउनु यसलाई लगाउनु बरु यहाँ हुन्छ भागेर जान्छ उता बाउसँग भाग्छ सानो आज स्कुलमा के गर्यो तिमी आज के गर्यो भन न आज खेलेको अनि साथीसँग मिलेको हामी अस्ति स्कुलमा स्कुलको प्रोग्राममा गएर अनि बर्थडेमा गएपछि त्यहाँदेखि भ्लग नै सुट गरेको थिएन है अनि किनभने कस्तो त्यो दिन सन्चै भएन नि त त्यति अनि घर आएर पनि सुतिहाल्यो अनि भोलिपल्टदेखि त्यही हो आफ्नो
रुटिन स्कुल के अरे अफिस जानु पऱ्यो स्कुल जानु पऱ्यो हाम्रो बाबुलाई त्यहाँदेखि हामीले केही सुट गरेको थिएन अनि आज अब त्यो भ्लगको एन्ड लिनु पऱ्यो भनेर बसेका छौँ हामी आमा छोरा अब चाहिँ हामी आज त्यो भ्लगलाई एन्ड गर्छौँ हस् त थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई Bye bye. बाई बाई सी यू इन नेक्स्ट भ्लग सी यू See you इन in नेक्स्ट next भ्लग vlog. बाई बाई भन्नु Bye.